धन्यवाद दर्शक मित्रलाई। त आजको यो सम्मान कार्यक्रमको
सभापति महोदय, यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएका प्रमुख अतिथि महोदय, अन्य अतिथिको रूपमा उपस्थित हुनुभएका अतिथिज्यूहरू, हाम्रा यस प्रोग्रामका 6, 7 र 8 का वडाध्यक्षज्यूहरू, आमा समूहका प्रमुख ज्यूहरू तथा यस गाउँमा बुद्धिजीवीको रूपमा उपस्थित सम्पूर्ण आदरणीय बुद्धिजीवीवर्ग लगायत उपस्थित सम्पूर्ण आमा बाबा दाजुभाइ तथा दिदीबहिनीहरू, यहाँहरूलाई एकपटक मेरो व्यक्तिगत तर्फबाट र सिङ्गो क्लबको तर्फबाट हार्दिक न्यानो अभिवादन टक्राउन चाहन्छु, स्वीकार्नुहोस्। आदरणीय दर्शकवृन्द, मलाई क्लबका मित्रहरूले सिर्फ स्वागत मन्तव्य मात्र नभएर क्लबका खेल र सांस्कृतिक खेल र कलालाई को बारेमा पनि अलिकति चर्चा र परिचर्चा गर्नको लागि भनेर मलाई यहाँ विषय दिनुभएको छ, जसले गर्दा अलिकति मलाई पनि अप्ठ्यारो महसुस भयो कि मैले स्वागत मन्तव्य सहित त्यो दुईटा पक्षलाई कसरी समेट्छु भन्ने विषयमा गम्भीरता अलिकति हुनुपर्ने अवस्था आएको थियो। त्यसमा मलाई अलिकति अप्ठ्यारो महसुस भएको छ। तैपनि मैले त्यो जिम्मेदार वहन गरिसकेपछि त्यसलाई मैले यहाँको बीचमा कुनै पनि हालतमा त्यो कुरा राख्नुपर्ने भएको हुनाले मैले यहाँहरू समक्ष ती जिम्मेदारलाई बोध गर्नको लागि अनुमति लिन चाहन्छु। आदरणीय गण्यमान्य बुद्धिजीवीहरू, हाम्रो गाउँ र हाम्रो गाविसमा मात्र नभएर सिङ्गो धौलाखी अञ्चल नै वास्तवमा कला क्षेत्रमा हाम्रो अञ्चल सबभन्दा अगाडि भएको कुरा हामी सबैलाई अवगत भएको कुराहरू हो। त्यसो भएको हुनाले त्यसैको आधारमा हाम्रो यस पाखापानी गाविस अन्तर्गत प्रोग्राम पनि कला क्षेत्रमा निपुण र भरिपूर्ण हुनु एउटा स्वाभाविक हो। त्यसो भएको हुनाले कला क्षेत्रमा हामी निपुण छौँ, कलामा हामी एकदमै अघि छौँ। तर पनि यसमा कलाकार साथीहरूलाई, कलाकार भाइ बहिनीहरूलाई मैले अनुरोध गर्न चाहेको कुरा के हो भने सिक्नु पर्छ र सिकाउनु पर्छ, आफूले पनि सिक्नुपर्छ र अरूलाई पनि सिकाउनु पर्छ भन्ने भावना यहाँहरूमा जागृत भइयो भने हाम्रो यो समाज र हाम्रो यो गाउँ, हाम्रो यो 3 वडा स्वाभाविक रूपमा त्यो अरू गाउँ र अरू वडाहरूभन्दा श्रेणी स्तरमा अगाडि जानेछ भन्ने खालको विश्वास यहाँहरूलाई म दिलाउन चाहन्छु र यो कुराहरूलाई कलाकार भाइ बहिनीहरूले पनि मनमा राखेर अगाडि गइदिएको खण्डमा। त्यसो भएको हुनाले मैले कलाकार भाइ बहिनीहरूलाई पनि के अनुरोध गर्न चाहन्छु भने अहिले जति पनि हाम्रा कलाकार भाइ बहिनीहरू हुनुहुन्छ उहाँहरू स्वाभाविक रूपमा स्टुडेन्ट भएको कारणले गर्दाखेरि पनि उहाँहरू स्टुडेन्ट भएको कारणले म उहाँहरू अनुरोध पनि के गर्न चाहन्छु भने स्वाभाविक रूपमा आफ्नो विद्यार्थी जीवनलाई पनि मध्यनजर राख्दै आफ्नो कला क्षेत्रलाई पनि टार्गेट आगोता बनाउँदै कलाकार भाइ बहिनीहरू अगाडि बढ्नको निम्ति एउटा सुझाव यहाँहरूलाई पस्कन चाहन्छु। साथै खेल क्षेत्रमा जति पनि हाम्रो गाउँ जसरी अगाडि चर्चामा आएको छ, हिजो पनि चर्चा नै थियो, आज पनि चर्चा नै छ र आशा गर्न चाहन्छु कि हाम्रो गाउँ फेरि भोलि पनि चर्चा नै रहोस् र योभन्दा पनि अगाडि जाओस्। यो मेरो शुभकामना हाम्रो खेलाडी मित्रहरूलाई र खेलाडी मित्रहरूलाई पनि के अनुरोध गर्न चाहन्छु भने हामीले जहिले पनि के कुरा ख्याल गर्नुपर्छ भने आफूले पनि अरूबाट सिक्नुपर्छ र हामीले अरूलाई सिकाउनुपर्छ भन्ने भावनालाई जागृत गर्न सकेको खण्डमा नै खेल क्षेत्र र सांस्कृतिक क्षेत्रमा हामी दुवै कुरामा अगाडि बढ्न सक्छौँ भन्ने खालको शुभकामना उहाँहरूलाई दिन चाहन्छु र यसमा खेल क्षेत्रमा धेरै ठुलो भूमिकाहरू निर्वाह गर्नुपर्ने हुन्छ, जसमा हामीले क्लब मार्फत सबै क्षेत्रमा
रहने, सबै सङ्घ संस्थामा रहने, सबै ठाउँमा, सबै ओडामा रहने, सबैसँग सबैलाई घुमाइलिएर आइज नि त भावनात्मक सम्बन्ध कायम गर्नुपर्ने हुन्छ। त्यसो भएको हुनाले त्यो भावनात्मक सम्बन्धलाई पनि हामीले सहज रूपमा अगाडि बढाउँदै त्यो खेल क्षेत्रलाई अगाडि बढाउनको निम्ति हामी त्यसै गरी कुनै गाउँको खेलाडी साथीहरूसँग कसरी सम्बन्ध राख्ने हो, कुन गाउँको खेलाडी साथीहरूसँग कसरी जाने हो भन्ने विषयमा मैले भन्न खोजेको कुरा थियो।